Hello everyone, welcome to my YouTube channel. I hope सबैजना सन्चै हुनुहुन्छ होला है। खासै मलाई बोल्न त आउँदैन, तैपनि मैले सानो भिडियो तपाईहरुको माझमा ल्याउने छु। आजको यो भिडियो चाहिँ हामीले भोगिरहेको विषयमा हो। हामी चाहिँ अहिले सर्बियामा छु, सर्बियाको बेलग्रेडमै हो। अनि त्यसपछि हाम्रो चाहिँ साउले स्यालेरी दिन नसकेर अनि काम पनि दिन नसकेर हामी चाहिँ खायो बस्यो, काम पनि छैन दाम पनि छैन भने जस्तै भइरहेछ है। अब तपाईहरु अब युरोप भन्नुहुन्छ, यदि युरोप आउँदाखेरि चाहिँ एकदम सोचेर आउनु होला, किनभने 9-10 लाख तिरेर आएको हुन्छ। यहाँ आएर यस्तै साउ फेला पर्यो भने तपाईहरुको ऋण तिर्नलाई एकदमै गाह्रो हुन्छ र ब्याज पनि एकदमै बढ्छ। त्यसैले सोचेर आउनु होला। धन्यवाद। आजको मेरो यो छोटो भिडियो यदि तपाईहरुलाई मन पर्यो भने लाइक कमेन्ट शेयर गरिदिनु होला। धन्यवाद।